नमस्ते। साताका अवसरमा स्वागत छ। यस साता झण्डै 200 पदमा रोजगारी खुलेको छ। यसैसँगै निशुल्क सिप तालिम 1000 नेपालीका लागि एआई फेलोशिप र अन्तर्राष्ट्रिय उद्यमशीलता बुट क्याम्पका अवसर पनि छन्। पूरा जानकारीका लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोला। जीविको मिडियाको साप्ताहिक कार्यक्रम साताका अवसरमा स्वागत छ। आज हामी 5 रोजगारी, 3 तालिम तथा फेलोशिप र एउटा उद्यमशीलता गरी 9वटा प्रमुख अवसर तथा सूचनाबारे चर्चा गर्नेछौँ। यस साता 2 प्रादेशिक अस्पतालमा 57 जना, विभिन्न पालिकामा 52 जना र राष्ट्रिय स्तरका 3 लघुवित्तमा दर्जनौं गरी झण्डै 200 पदमा रोजगारी खुलेको छ। यसैसँगै निशुल्क सिप तालिम 1000 नेपालीका लागि एआई फेलोशिप र अन्तर्राष्ट्रिय उद्यमशीलता बुट क्याम्पका अवसर पनि छन्। पूरा जानकारीका लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोला। थप विवरण र आवेदन लिङ्कका लागि जीविको.com को जीविको अवसर सेक्सनमा हेर्नुहोस्। अब सुरु गरौँ रोजगारीका अवसरहरूबाट। लुम्बिनी प्रादेशिक अस्पतालमा 32 जनाका लागि रोजगारी। लुम्बिनी प्रादेशिक अस्पताल बुटोलले मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, कम्प्युटर अपरेटर र अहेब गरी 32 जना कर्मचारी माग गरेको छ। स्वास्थ्य सम्बन्धी पदमा आवेदन दिन सम्बन्धित शैक्षिक योग्यता पूरा गरी व्यावसायिक काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। आवेदन फारम अस्पतालको वेबसाइटबाट डाउनलोड गरी आवश्यक कागजात र दस्तुर बुझाएको भौचर सहित अस्पतालमा बुझाउनुपर्छ। आवेदन दिने अन्तिम मिति साउन 21 गते हो। थप जानकारी तलको लिङ्कमा हेर्नुहोला। अब अर्को अवसर छ प्रदेश अस्पताल गोर्खामा 25 जनालाई रोजगारी। प्रदेश अस्पताल गोर्खाले मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट सहित 9 प्रकारका पदमा 25 जना कर्मचारी माग गरेको छ। सबैभन्दा धेरै स्टाफ नर्सतर्फ 13 जना माग गरिएको छ। मेडिकल अधिकृत 3, हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन 2 तथा अन्य प्राविधिक पदमा 1 जना माग गरिएको छ। आवेदन फारम अस्पतालको प्रशासन शाखाबाट लिने वा अस्पतालको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ। आवेदन दिने अन्तिम मिति साउन 25 गते हो। थप जानकारीका लागि स्क्रिनमा दिएको लिङ्कमा हेर्नुहोला। अब अर्को अवसर छ विभिन्न पालिकामा 52 पदका लागि रोजगारी। देशका विभिन्न नगरपालिका तथा गाउँपालिकाले नगर प्रहरी, कम्प्युटर शिक्षक, सूचना प्रविधि अधिकृत, स्वास्थ्य कर्मी, बालमैत्री सहजकर्ता, प्रधान अध्यापक र अन्य पदमा आवेदन खुलाएको छ। गैंडाकोट नगरपालिकाले 18 जना वडा बालमैत्री सहजकर्ता, मध्यबिन्दु नगरपालिकाले 3 जना, इन्द्र सरोवर गाउँपालिकाले 6 जना कम्प्युटर शिक्षक र मैवा खोला गाउँपालिकाले 3 जना कर्मचारी माग गरेको छ। चन्द्रगिरी नगरपालिकाले 17 जना नगर प्रहरी जवान माग गरेको छ। सामान्य दस्तुरमा साउन 25 र दोब्बर दस्तुरमा भदौ 1 गतेसम्म आवेदन दिन सकिन्छ। बुटोल नगरपालिकाका 5 विद्यालयमा प्रधान अध्यापक माग गरिएको छ। यो अवसर सम्बन्धित विद्यालयमा कार्यरत स्थायी शिक्षकका लागि मात्र हो। भरतपुरको डिजिटल घरधुरी सर्वेक्षणका लागि सर्भेयर पनि माग गरिएको छ, तर आवश्यक संस्था र अन्तिम मिति खुलाइएको छैन। पालिका अनुसार आवेदनको मिति र प्रक्रिया फरक भएकोले विस्तृत सूचना जीविको.com मा हेर्नुहोला। थप जानकारीका लागि स्क्रिनमा दिएको लिङ्कमा हेर्नुहोला। अब अर्को अवसर छ 3 लघुवित्तमा रोजगारी। छिमेक, एनएनबी र उत्तीर्ण सहकार्य लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेका छन्। छिमेक लघुवित्तले सहायक इकाइ प्रबन्धक पदमा 37 जना माग गरेको छ। कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण व्यक्तिले भदौ 2 गतेसम्म आवेदन दिन सक्छन्। एनएनबी लघुवित्तले आन्तरिक लेखा परीक्षक, सूचना प्रविधि शाखा प्रमुख र फिल्ड सहायक पदमा केही कर्मचारी माग गरेको छ। आवेदन साउन 27 गतेसम्म दिन सकिन्छ। उन्नति सहकार्य लघुवित्तले अधिकृतदेखि कनिष्ठ सहायक प्रशिक्षार्थीसम्म विभिन्न पदमा कर्मचारी माग गरेको छ। आवेदन सूचना प्रकाशित भएको साउन 12 गतेदेखि 15 दिनभित्र अनलाइन दिनुपर्छ।
थप जानकारी स्क्रिनमा दिएको लिङ्कमा हेर्नुहोला। अब हिमालय जेटको रोजगारी सूचनाबारे जानकारी। हिमालय जेटले यात्रु सेवा, ग्राहक सेवा, विमानस्थल सञ्चालक, टिकटिङ, प्रशासन, लेखा, मानव संसाधन, मार्केटिङ, सूचना प्राविधिक लगायत 12 क्षेत्रमा कर्मचारी माग गरेको थियो। नेपाल, बेलायत, युरोप र अस्ट्रेलियामा रहेका नेपाली युवाले आवेदन दिन सक्ने सूचना थियो। थप जानकारी स्क्रिनमा दिएको लिङ्कमा हेर्नुहोला। तालिम तथा फेलोशिपका अवसर। अब अर्को अवसर छ 11 प्रकारका निशुल्क सिप तालिम। सहारा फाउन्डेसनले स्वरोजगार तथा आत्मनिर्भर बन्न चाहने व्यक्तिका लागि 11 प्रकारका निशुल्क सिपमूलक तालिम सञ्चालन गर्दैछ। तालिममा सरसफाइ सामग्री, जरीको माला, हेयर एक्सेसरिज, मोतीका गहना, बुके, अचार, धूप, मेहन्दी, सेल्फ मेकअप र एआई लगायतका विषय छन्। तालिमपछि प्याकेजिङ, मार्केटिङ, ब्रान्डिङ तथा व्यवसाय सुरु गर्न परामर्श पनि उपलब्ध गराउने बताइएको छ। तालिमको अवधि र अन्तिम मिति खुलाइएको छैन। इच्छुक व्यक्तिले संस्थासँग सिधै सम्पर्क गर्न सक्छन्। सम्पर्क नम्बर स्क्रिनमा दिएको छ। थप जानकारीका लागि स्क्रिनमा दिएको लिङ्कमा हेर्नुहोला। अब अर्को अवसर छ 1000 नेपालीलाई निशुल्क एआई तथा डेटा साइन्स फेलोशिप। कोड फर नेपालले कम्तीमा 1000 नेपालीका लागि डेटा फेलोशिप 2026 को आवेदन खुलाएको छ। छनौट भएका सहभागीले डेटा साइन्स, डेटा एनालाइटिक्स, पाइथन, एक्सक्यूएल, मेसिन लर्निङ र एआई लगायतका 800 भन्दा बढी अनलाइन कोर्स निशुल्क अध्ययन गर्न पाउनेछन्। कम्तीमा माध्यमिक तह पूरा गरेका तथा डेटा र प्रविधि सिक्न चाहने इच्छुक नेपालीले आवेदन दिन सक्छन्। नेपाल भित्र र विदेशमा रहेका नेपालीका लागि पनि आवेदन खुला छ। आवेदन दिने अन्तिम मिति 30 अगस्त 2026 हो। सिट सीमित भएकोले सकेसम्म छिटो आवेदन दिन उपयुक्त हुन्छ। थप जानकारीका लागि स्क्रिनमा दिएको लिङ्क हेर्नुहोला। अब अर्को अवसर छ रोजगारी सहित सेक्युरिटी गार्ड र हाउसकिपिङमा तालिम। गरुड ट्रेनिङ सेन्टरले सुरक्षा गार्ड र हाउसकिपिङ क्षेत्रमा काम गर्न चाहने व्यक्तिका लागि तालिम खुलाएको छ। सुरक्षा गार्डको तालिम 10 दिन र हाउसकिपिङ तालिम 9 दिन सञ्चालन हुने जानकारी दिएको छ। तालिम पूरा गरेका सहभागीलाई नेपाल तथा विदेशमा उपलब्ध रोजगारीसँग जोड्न सहजीकरण गरिनेछ। तर तालिम पूरा गर्दैमा रोजगारी स्वतः सुरक्षित हुँदैन। भर्ना हुनु अघि तालिम शुल्क, अवधि, प्रमाणपत्र, रोजगारीको स्थान र सम्भावित तलब बारे स्पष्ट जानकारी लिनुहोला। थप जानकारीका लागि स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्नुहोला वा लिङ्कमा जानुहोला। अब अर्को अवसर छ पोखरामा अन्तर्राष्ट्रिय खाद्य उद्यम बुट क्याम्पमा 30 लाखसम्म सहयोग। सामाजिक उद्देश्य सहित खाद्य तथा क्याटरिङ व्यवसाय सञ्चालन गर्न चाहने युवा उद्यमीका लागि पोखरामा 5 दिने अन्तर्राष्ट्रिय आवासीय बुट क्याम्प सञ्चालन हुँदैछ। नेपाल सहित विभिन्न क्षेत्रका 10 जना युवा उद्यमी छनौट गरिनेछन्। बुट क्याम्प नोभेम्बर 15 देखि 19 सम्म सञ्चालन हुनेछ। छनौट भएका सहभागीको हवाई टिकट, खाना, आवास, स्थायी यातायात र प्रशिक्षण सामग्रीको खर्च आयोजकले बेहोर्नेछ। बुट क्याम्प पछि सहभागी मध्ये 3 उद्यमलाई अर्को चरणमा छनौट गरिनेछ। ती उद्यमले विशेषज्ञ परामर्श सहित अधिकतम 20,000 अमेरिकी डलर अर्थात् 30 लाखसम्म बिउ पुँजी प्राप्त गर्ने अवसर पाउनेछन्। खाद्य, कृषि, क्याटरिङ वा आतिथ्य क्षेत्रमा अनुभव भएका र सामाजिक व्यवसाय सुरु गर्न वा विस्तार गर्न चाहने व्यक्तिले आवेदन दिन सक्छन्। आवेदन दिने अन्तिम मिति 10 अगस्त 2026 हो। अनलाइन आवेदन लिङ्क तल स्क्रिनमा दिएको छ वा jivico.com हेर्नुहोस्। यी र यस्तै सिप, रोजगारी, तालिम, उद्यमशीलता तथा अन्य अवसरका नियमित अपडेटका लागि jivico.com को जिपिको अवसर सेक्सन हेर्नुहोस्। रोजगारी, सिप, अवसर र उद्यमशीलताका कथा तथा खबरका लागि जिपिको मिडियाको वेबसाइट र सामाजिक सञ्जाललाई फलो गर्नुहोस्। अब अर्को हप्ता यी र यस्तै अवसरहरू लिएर आउने नै छौँ। आजलाई नमस्ते।